आइन्स्टाइनले ब्राउनियन मोसनको पनि खोज गरेका थिए। ब्राउनियन मोसन अनुसार पार्टिकल्सको गति जिगज्याग आकृतिमा हुने गर्छ, जसको अवलोकन आइन्स्टाइनले परमाणुको सस्पेन्सनको बेला गरेका थिए। अर्को स्पेशल थ्योरी अफ रिलेटिभिटी, यसको प्रकाशन पनि सन् 1905 मा नै आइन्स्टाइनको शोधपत्रमा भएको थियो। यो सिद्धान्तले ग्राभिटी र टाइम दुवैको बीच परस्पर प्रभावहरूको व्याख्या गर्छ। यसबाहेक यस सिद्धान्तमा सापेक्ष गतिको पनि व्याख्या गरिएको छ। द्रव्यमान ऊर्जा समीकरण अर्थात् मास एनर्जी इक्विभ्यालेन्स इक्वेसन आइन्स्टाइनको सबैभन्दा ठूलो उपलब्धिहरूमध्ये एक मानिन्छ। यस सिद्धान्तलाई गणितीय रूपमा E=mc² को रूपमा लेखिन्छ र यो इक्वेसन संसारकै सबैभन्दा व्यापक गणितीय इक्वेसन हो। अल्बर्ट आइन्स्टाइनद्वारा दिइएको यो समीकरणले मास र एनर्जीको आपसमा सम्बन्ध स्थापित गर्छ। यो फिजिक्सको दुनियाँमा भएका यस्ता अनौठा खोजहरू थिए जसले फिजिक्समा क्वान्टम मेकानिक्स र सापेक्षतावादको जग राख्यो। पछि गएर उनलाई मुख्य रूपमा यही फोटो इलेक्ट्रिक इफेक्ट खोजको लागि नोबेल पुरस्कारले पनि सम्मान गरियो। अल्बर्ट आइन्स्टाइनको नाम नोबेल पुरस्कारको लागि नामाङ्कन त सन् 1921 मा नै भएको थियो, तर उनलाई त्यसको एक वर्षपछि सन् 1922 मा यो पुरस्कारले सम्मानित गरियो।